सडक दुर्घटना न्यूनीकरण र यात्रीहरूको सुरक्षित यात्रा सुनिश्चित गर्न ट्राफिक प्रहरीले सक्रियता बढाएको छ। हालै एक सार्वजनिक बसभित्रै पुगेर प्रहरी अधिकृतले यात्रीहरूलाई उनीहरूको अधिकार र सुरक्षाका उपायबारे प्रत्यक्ष जानकारी गराएका छन्। प्रहरीले बसमा क्षमताभन्दा बढी यात्री राख्नु कानुन विपरीत भएको र यसले यात्रालाई कष्टकर मात्र नभई जोखिमपूर्ण समेत बनाउने बताएका छन्। बसका चालक र सहचालकले गर्ने लापरवाही जस्तै तीव्र गतिमा सवारी चलाउने, जथाभावी ओभरटेक गर्ने वा मादक पदार्थ तथा लागू औषध सेवन गरेर सवारी हाँक्ने जस्ता गतिविधिमा यात्रीहरूलाई चनाखो रहन आग्रह गरिएको छ। चालक अथवा सहचालक चालकले कसरी चलाइराख्नु भएको छ, ओभर स्पिड गर्नु भएको छ कि लापरवाही हिसाबले चाहिँ तपाईँको चलाइराख्नु भएको छ कि ओभरटेक एकदमै नराम्रो हिसाबले गर्नु भएको छ, यो कुरा तपाईँहरूले पनि ध्यान दिनु होला। तपाईँहरूलाई के लाग्यो भने तत्काल तपाईँले कम्प्लेन गर्नु होला, किनभने तपाईँहरूको यात्रा सुरक्षित होस् भन्ने हाम्रो कामना पनि हो। प्रहरी अधिकृतका अनुसार धेरैजसो सडक दुर्घटनाहरू चालकको लापरवाही र नशालु पदार्थको सेवनका कारण हुने गरेका छन्। यदि कुनै पनि चालकले यात्राको क्रममा असुरक्षित व्यवहार देखाएमा वा क्षमताभन्दा बढी यात्री चढाएमा तुरुन्त नजिकैको प्रहरी चौकीमा खबर गर्न यात्रीहरूलाई अनुरोध गरिएको छ। व्यवसायभन्दा ठूलो जीवन हो र आफ्नो सुरक्षाका लागि यात्री आफै पनि सचेत हुनुपर्छ भन्ने सन्देश दिँदै प्रहरीले विभिन्न स्थानमा चालकहरूको स्वास्थ्य र नशा सेवनको समेत परीक्षण गरिरहेको जानकारी दिएको छ। प्रहरीको यस कदमलाई यात्रीहरूले स्वागत गर्दै ताली बजाएर समर्थन जनाएका थिए। सुरक्षित र मर्यादित सडक संस्कृतिको विकासका लागि प्रहरीले यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।